बिहानै उठेर हिँड्दा कस्तो फिल भइरहेछ? राम्रो राम्रो फ्रेस एयर पाइरहेको छ भन न अन्त। फ्रेस एयर पाइरहेको छ। बिहानै उठेको ला मैले आज घडी लाउनु बिर्सेछु, पुरा रिस उठ्यो। आज चाहिँ मेरो लिटल सिस्टर मसँगै ड्युटी जाँदैछ, मेरो ड्युटी प्लेस हेर्नुको लागि। म चाहिँ अन्त यता पानीहरू खाँदै थिएँ, रेडी भइसक्यो। एजे चाहिँ जान्छ कि जान्दैन, उठ्दैन होला भनेर जाने भए उठ भन्दै थिएँ, भरे हेर्नु गएको त शिशुलाई रुनु आँटेको भएर उठाउँदै रहेछ केस बाट्नुको लागि। सरी चाहिँ अलिक ढिलो उठेर रेडी हुन्थेँ, जस्ट लाइक 5:10, 5:20, कोही बेला लेट हुँदा 5:30 मा। आज चाहिँ एजेलाई पनि लानुपर्छ ड्युटी भनेर चाहिँ 5 बजे उठेको। अन्त 10 मिनट बादमा चाहिँ एजेलाई मैले उठाएँ, अन्त म चाहिँ रेडी भइसकेको थिएँ। फाइनली हामी आइपुग्यो ड्युटी एजेसँग। एजे कस्तो लाग्दैछ? गाडीमा चिप्ट्यो, कन्जेस्टेड भएर आयो हामी नि ड्युटीमा। मलाई पनि हिँड्दा लाग्दो रहेछ। एजे, how you feeling? Nice. हिँड्नुस् न, दबाई ओपन गर्नुस् न। एजे बल्ल बल्ल भेट भएको। म चाहिँ बिहान मर्निङ ड्युटी गर्दा चाहिँ एजेलाई चाहिँ सन्जु दिदीसँग राखेँ, अनि मेरो एजेलाई भेटेँ। अनि हामी चाहिँ अहिले यहाँ घुम्दैछ सराउन्डिङमा मेरो ड्युटीको। दामी दामी प्लान्ट्सहरु छ त यहाँ गार्डनमा लिएर आउनु भएको। हाउ यु फिलिङ? नाइस नाइस। उडेको जस्तो स्काईमा उडेको। कस्तो लाग्यो एलिसको ड्युटी प्लेस? राम्रो छ त। राम्रो छ। लड्डु खानुस्, सकिन भने फाल्नुस् ल। ओके। फाइनली हामी आइपुग्यो ड्युटीबाट। ड्युटी छुट्टी भएर अहिले हामी पोथाको घरमा छ। चियाहरू खायो, स्न्याक्सहरू खायो। अब चाहिँ हामी जानु आँटेको घर। पोथाको घरमा फर्स्ट टाइम आएको एजे चाहिँ है, फर्स्ट टाइम हो पोथाको घरमा आएको। हजुर। अब जानुपर्छ है, टाइम भयो। ल।